नमस्कार। हाम्रो रङ्गमञ्च फेसबुक पेजको तर्फबाट आज फेरि एउटा नयाँ कथा लिएर आएको छु। कथाको शीर्षक छ रुक्मिणी। कथा यस प्रकार सुरु हुन्छ। बिहानको समय थियो। रुक्मिणी आज कतै जाने तयारीमा हतार हतार ठिक्क परिरहेकी थिइन्। उनी एउटी घरकी बुहारी थिइन्। घरको रेखदेखदेखि लिएर घर सम्हाल्ने सबै काममा उनी निकै व्यवस्थित थिइन्। आफूलाई पनि सफा, सुन्दर र व्यवस्थित राख्थिन्। तर आफूलाई धेरै सिँगार पेटार गर्नुपर्छ भन्ने सोच उनको थिएन। उनी प्राकृतिक सुन्दरतामै विश्वास गर्थिन्। सायद त्यही कारणले पनि होला, धेरै सिँगार नगरे पनि उनको व्यक्तित्वले उनलाई अरूभन्दा अलग देखाउँथ्यो। समय बदलिँदै थियो। आधुनिकताको परिवर्तनले पुरै गाउँमा आफ्नो डेरा जमाइसकेको थिएन। तर गाउँका केही मानिसहरूको रहनसहन, खानपान र पहिरनमा भने बिस्तारै परिवर्तन देखिन थालेको थियो। युवा पुस्ता नयाँ सोचतर्फ अघि बढिरहेको थियो। तर गाउँमा अझै पनि पुरानो सोच बोकेर बसेका मानिसहरूको कमी थिएन। त्यही पुरानो सोचका कारण कतिपय मानिसहरू आफ्नो आधुनिक रहनसहन र बदलिदो सामाजिक ढाँचा अनुसार आफूलाई ढाल्न सङ्कोच मान्थे। विशेष गरी भर्खरै बिहे गरेर गाउँमा भित्रिएका बुहारीहरूलाई यस्तो डर अझ बढी हुने गर्थ्यो। कसैले के भन्लान्, कसैले नराम्रो टिप्पणी गर्यो भने, यस्ता प्रश्नहरू उनीहरूको मनमा धेरै घुमिरहन्थ्यो। रुक्मिणी पनि त्यस्तै परिवेशमा गाउँमा भित्रिएकी एउटी बुहारी थिइन्। तर उनी अरूभन्दा अलि फरक थिइन्। उनी आफ्नो सङ्घर्ष जारी राख्थिन्। कसैले के भन्यो भनेर त्यसलाई मनमा बोकेर हिँड्ने उनको बानी थिएन। तर आवश्यक परेको बेला मानिसहरूलाई उनीहरूको हैसियत अनुसार जवाफ दिन पनि उनी पछि पर्दिनथिन्। गाउँका नयाँ पुस्ताका युवा युवतीहरू र नयाँ बुहारीहरूले रुक्मिणीलाई धेरै समर्थन गर्थे। तर गाउँका काकी, भाउजू, बुढी आमाको बोली अझै पनि उनीहरूको भन्दा ठुलो थियो। गाउँमा कसैले नयाँ कुरा गर्यो कि त्यसको चर्चा हुन समय लाग्दैनथ्यो। के खान्छे, के लाउँछे, कहाँ जान्छे, यिनै कुराहरू गाउँको चर्चाको विषय बनिरहन्थ्यो। त्यस दिन गाउँमा रश्मि नाम गरेकी बहिनीलाई केटा हेर्न आउने कुरा थियो। गाउँभरि यही कुरा चर्चा थियो। तर गाउँलेहरूलाई पनि थाहा थियो केटा हेर्न आउने कुरा त एउटा बहाना मात्र थियो। रश्मि र त्यो केटाबीच पहिलोदेखि नै प्रेम सम्बन्ध चलिरहेको कुरा गाउँमा चर्चित थियो। त्यसैले धेरैलाई लागिरहेको थियो सायद आज केटा हेर्ने बहानामा इङ्गेजमेन्ट नै हुने हो कि। रश्मिको घरमा धेरै पाहुना आउने भएकाले रुक्मिणीलाई पनि सहयोग गर्न बोलाइएको थियो। रुक्मिणी जाने तयारीमा थिइन्। घरबाट निस्किनु अघि उनलाई साडी नै लगाएर जानुपर्छ भनेर भनिएको थियो। तर रुक्मिणीले आफ्नो शैलीमा सुन्दर ढङ्गले चुडिदार लगाइन्। उनी ऐनामा आफूलाई एकपटक हेर्थिन्। सरल पहिरन, प्राकृतिक सुन्दरता र आत्मविश्वासले उनको व्यक्तित्व झन आकर्षक देखिएको थियो। रुक्मिणी रश्मिको घरतर्फ लागिन्। केटा हेर्न आउने कुराले रश्मिका दिदीहरू पनि आफ्नो घरबाट माइत आएका थिए। घरमा चहल पहल बढेको थियो। कोही भान्सामा व्यस्त थिए, कोही पाहुनाको स्वागतको तयारीमा। त्यही क्रममा उनीहरूले रुक्मिणीलाई देखे। रुक्मिणीलाई देख्ने बित्तिकै एक दिदीले भनिन्, आहा कति राम्री देखिएकी छे। अर्की दिदीले रुक्मिणीको पहिरन हेर्दै भनिन्, ठिकै गरिस् चुडिदार लगाएर, यहाँ साडी लगाएर काम गर्न कस्तो अप्ठ्यारो हुन्छ। त्यसपछि उनीहरूको नजर भान्सातिर गयो। त्यहाँ रश्मिकी भाउजू साडी लगाएर गर्मीमा पनि काम गरिरहेकी थिइन्। हाम्री भाउजूलाई हेर त, बिचारा यो गर्मीमा कस्तो कष्ट गरेर काम गरिरहनु भएछ। साडी लगाएर मात्रै पकाएको खाना खान आउने पाहुना हुन् भने त बरु नखाइजाउन्। यस्ता पुराना सोचका मान्छेहरू हुन् भने त हाम्री बहिनीलाई यस्तो घरमा बिहे गरेर दिने छैनौँ। दुवै दिदी एक अर्काको कुरा सुनेर सहमत भए। हामी आफै त पुरानो सोच भएको ठाउँमा पर्यौँ, तर हाम्रो बहिनीलाई यस्तो ठाउँमा पर्न दिने छैनौँ। दुवैजना सहमति जनाउँदै भित्र गए। रश्मिकी आमाले पनि रुक्मिणीलाई देखेर उनको तारिफ गरिन्। रश्मि, आज तिमी झन राम्री देखिएकी छौ। रश्मि मुस्कुराइन्। त्यसपछि उनीहरू आआफ्नो काममा लागे। घरमा पाहुनाको चहल पहल बढ्दै गयो। यता रश्मिको घरमा खुसीको माहौल थियो। तर उता गाउँमा भने अर्कै हल्ला चलिरहेको थियो। गाउँमा विवाहको पुरानो चलन थियो। पहिले केटाकेटी हेर्ने, त्यसपछि जनै सुपारी गर्ने र बिस्तारै विवाहको प्रक्रिया अघि बढ्ने परम्परा थियो। तर गाउँमा पहिलो पटक इङ्गेजमेन्टको कुरा चलिरहेको थियो। त्यसैले कतिपय पुरानो सोच भएका मानिसहरूले गाउँमा हङ्गामा गरिसकेका थिए। यस्तो नियम त हामीले कहिले देखेका थिएनौँ। अर्का गाउँलेले साथ मिलाएर भने, सिधै औँठी लगाउने रे, यति धेरै ढाँचा र नाटक गरेको पनि राम्रो होइन।
पैसा छन् भन्दैमा दुनियाँभरको नाटक गरेर गाउँको परिवेश नै बिगार्ने यस्तो अनेकौँ कुराहरू गाउँमा चलिरहेका थिए। केही महिलाहरू पनि आपसमा कुरा गरिरहेका थिए। बिहे नै गर्नुपर्थ्यो भने सिधै जनै सुपारी गर्दा भइहाल्थ्यो नि, किन यो सब गर्नुपर्थ्यो? तर वास्तविकता भने अर्कै थियो। अर्काको घरमा कसले आफ्नो उत्सव कुन तरिकाले मनाउँछ, कसरी व्यवस्थित गर्छ र के गर्छ भन्ने कुरा अन्ततः उसको आफ्नै कुरा थियो। तर गाउँका मानिसहरूलाई यो कुरा कसले सम्झाउने? समयको चक्का निरन्तर घुमिरहन्छ। आज जुन कुरा नयाँ लागिरहेको छ, भोलि त्यही कुरा सामान्य बन्न सक्छ। आज अरूको घरमा देखेर आलोचना गर्नेहरूको आफ्नो छोराछोरीको पनि कुनै दिन यस्तो आउन सक्छ। तर त्यो सोच त्यति बेला उनीहरूको मनमा कहाँ आउँछ र? जब कुरा आफ्नो घरमा आइपुग्छ त्यति बेला परिस्थितिले मानिसहरूलाई धेरै कुरा स्वीकार गर्न बाध्य गराउँछ। आफ्ना छोराछोरीले गरेको निर्णयलाई कसरी नाइ भन्न सक्लान्? अर्कोतर्फ घर र गाउँमै सीमित भएर जीवन बिताएका, बाहिरको संसार र बदलिदो समाजलाई नजिकबाट देख्न नपाएका मानिसहरूले परिवर्तनको गति बुझ्न पनि सक्दैनन्। त्यसैले नयाँ कुरा देख्ने बित्तिकै उनीहरूले गलत ठान्दछन्। तर कुनै ज्ञानी मानिसले यस्ता कुरा विशेष ध्यान दिँदैन, किनकि उसलाई थाहा हुन्छ समय बदलिन्छ, समाज बदलिन्छ, सोच बदलिन्छ र परिवर्तनलाई धेरै समयसम्म रोक्न सकिँदैन। ठिक त्यही परिवर्तनको सुरुवात जस्तै थियो रश्मिको इङ्गेजमेन्ट। अन्ततः रश्मिको इङ्गेजमेन्ट कार्यक्रम अति नै राम्रो र व्यवस्थित ढङ्गले सम्पन्न भयो। दुवै पक्षका पाहुना पासाहरू खुसी थिए। राम्रो व्यवस्थापन र आत्मीय वातावरणका कारण कार्यक्रम सबैका लागि सम्झना लायक बन्यो। विवाहको दिन पनि लगभग निर्णय भइसकेको थियो। केटापट्टिका मानिसहरू पनि खुसी हुँदै आफ्नो घरतर्फ लागे। रश्मिको परिवारमा पनि खुसीको माहौल थियो। राम्रो मेजमान र राम्रो व्यवस्थाले सम्पन्न भएको इङ्गेजमेन्टले दुवै पक्षका मानिसहरू अन्ततः खुसी भएका थिए। तर गाउँमा फेरि अर्को कथा सुरु भइसकेको थियो। भन्नेको मुख कसले थुन्न सक्छ र? रश्मिको इङ्गेजमेन्टको चर्चा सेलाउन नपाउँदै गाउँमा फेरि नयाँ बुहारी रुक्मिणीको चर्चा बढ्न थाल्यो। गाउँका केही मानिसहरूलाई रुक्मिणीको जीवनशैलीमा चासो बढ्दै गयो। यो लगाउनु हुँदैन थियो, त्यो खानु हुँदैन थियो, त्यहाँ जानु हुँदैन, बुहारी भएर यस्तो गर्न सुहाउँछ र? यस्तै अनेकौँ कुराहरू गाउँमा सुनिन थाले। बिहे नगरी उमेर ढल्किँदै गएका केही पुरुषहरू पनि रुक्मिणीको बारेमा टिप्पणी गर्न पछि परेनन्। रुक्मिणीको पहिरनदेखि उनको खानपानसम्म चर्चा हुन थाल्यो। तर महिलाहरूको चर्चा भने अझै लामो हुन्थ्यो। माइत कति दिन बसेकी, माइतबाट आउँदा कस्तो ड्रेस लगाएर आएकी, कोसँग कस्तो बोलीले बोल्छे, कोसँग हाँसेर बोल्छे, कोसँग कस्तो ढङ्गले व्यवहार गर्छे। रुक्मिणीले गर्ने प्रत्येक सानो कुरामा पनि गाउँमा आफ्नै व्याख्या बन्न थाले। गाउँमा महिलाहरूका लागि यस्ता कुरा चर्चा गर्ने समय पनि पर्याप्त थियो। घरको खाना पकाउने, खाना खाने, आफ्ना छोराछोरीलाई स्कुल पठाउने काम सकिएपछि बाँकी समय गाउँका यिनै कुरामा बित्यो। कसको घरमा के भयो, कसले के लगायो, कसले कसलाई के भनौँ, कसको बुहारी कति बजे माइत गइन्, कति दिन बसिन्, यी कुराहरू नै गाउँका अनौपचारिक बैठकका विषय बन्ने गर्थे। तर कुरा गर्ने ती महिलाहरूको मनको कुनामा एउटा सत्य भने लुकेको थियो। उनीहरूलाई पनि थाहा थियो यो सबै गलत होइन, समय बदलिँदैछ, समाज परिवर्तन हुन जरुरी छ। तर त्यो स्वीकार गर्ने साहस भने उनीहरूमा अझै आएको थिएन। किनकि जबसम्म परिवर्तन आफ्नो घरको ढोकासम्म आइपुग्दैन तबसम्म अरूको घरमा भएको परिवर्तनलाई स्वीकार गर्न सजिलो कहाँ हुन्छ र? जब आफ्नै छोरीले नयाँ सोच लिएर अगाडि बढ्छिन्, जब आफ्नो छोराले नयाँ विचार भएकी बुहारी घरमा ल्याउँदिन, तबसम्म ती भाउजू, काकी र बुढी आमाले अरूको कुरा काट्ने आफ्नो पुरानो बानी कसरी छोड्न सक्थिन् र? समय बदलिँदै गयो। गाउँमा धेरै कुरा बदलिँदै गए। नयाँ पुस्ताको सोच बदलिँदै थियो। गाउँका घर घरमा नयाँ रहनसहन भित्रिँदै गयो। तर गाउँका सबै मानिसहरूको सोच भने एकैपटक कहाँ बदलिन्छ र? आज पनि कतिपय मानिसहरू रुक्मिणीको बारेमा कुरा काट्थे। कसैले उनको पहिरनको कुरा गर्थे, कसैले उनको हिँडाइको, कसैले उनी कहाँ गइन् भन्ने कुरा गर्थे। कसैले त अझै पनि पुरानो प्रश्न दोहोऱ्याउँथे, बुहारी भएर यस्तो गर्न सुहाउँछ र? तर अब रुक्मिणीलाई यी कुराहरूले पहिले जस्तो असर गर्दैनथ्यो। उनले एउटा कुरा बुझिसकेकी थिइन्, मानिसको मुख बन्द गर्न सकिँदैन, तर आफ्नो
पाइला रोक्न पनि कसैको अनुमति चाहिँदैन। एक दिन साँझतिर रुक्मिणी घरको आँगनमा आफ्नो काम गरिरहेकी थिइन्। उनकी सासू बाहिर निस्किन्। केही बेर चुप बसेपछि सासूले भनिन्, बुहारी। रुक्मिणी फर्केर हेरिन्। हजुर आमा। सासूले अलिकति हिचकिचाउँदै भनिन्, गाउँका मान्छेहरू आज पनि तिम्रो कुरा काट्दै रहेछन् रे। रुक्मिणी केही क्षण मौन रहिन्। उनको अनुहारमा न रिस थियो न त दुःख, बरु एउटा शान्त मुस्कान थियो। उनले सासूतिर हेर्दै बिस्तारै भनिन्, आमा, कुरा काट्ने मान्छेको मुख बन्द गर्न सकिँदैन। सासू आमा चुपचाप उनलाई हेरिरहन्। रुक्मिणीले फेरि भनिन्, तर आफ्नो बाटो हिँड्न पनि त उनीहरूको अनुमति लिनु पर्दैन नि। सासूको अनुहारमा एकाएक फरक भाव देखियो। उनी केही बोलिनन्, केवल आफ्नी बुहारीलाई हेरिरहन्। त्यस दिन सायद पहिलो पटक उनले रुक्मिणीलाई केवल आफ्नी बुहारीको रूपमा होइन, आफ्नै विचार र आत्मसम्मान भएको एउटा स्वतन्त्र व्यक्तिका रूपमा देखेकी थिइन्। गाउँ बदलियो कि बदलिएन त्यो समयले बताउने थियो, किनकि समाजको सोच एकै दिन बदलिँदैन। कसैले परिवर्तनलाई स्वीकार गर्छन्, कसैले विरोध गर्लान्। तर कतिपय मानिसहरू परिवर्तनलाई विरोध गर्दा गर्दै पनि अन्ततः त्यसकै हिस्सा बन्न पुग्छन्। तर रुक्मिणी भने बदलिएको गाउँको प्रतीक्षा गरेर बसिनन्। उनी आफ्नो समयसँगै हिँडिरहन्। उनलाई थाहा थियो परिवर्तनको बाटोमा हिँड्ने मानिसहरूले सबैको प्रशंसा पाउँदैन, तर आफ्नो जीवन कसरी जिउने भन्ने निर्णय भने उसले आफै गर्नुपर्छ। किनकि समाजको मुख बन्द गर्न सकिँदैन, तर आफ्नो जीवनको बाटो रोज्न कसैको अनुमति चाहिँदैन। रुक्मिणी आफ्नो बाटोमा अगाडि बढिरहन्। गाउँका कुराहरू भने गाउँमै चलिरह्यो। धन्यवाद।